एक पटकको वर्षामा एउटा सानो झरना हिमालबाट बग्न थाल्यो। वर्षे नै उसले आफ्नो बाटो बनाउँदै गयो। कहिले ढुङ्गा, कहिले रुख, कहिले ठुला चट्टानले बाटो रोकिए पनि झरनाले कहिल्यै बग्न छोडेन। दिन हो रात हो, गर्मी जाडो, उसको प्रवाह लगातार जारी रह्यो। एक दिन ठुलो चट्टानले भने, सानो झरना, तिम्रो लगातारको बगाइले मलाई पनि टुक्र्याउँदैछ। तिमी कति दिनसम्म यस्तै गरिरहन्छौ? झरनाले मुस्कुराउँदै भन्यो, मेरो शक्ति ठुलो प्रहारमा होइन, हरेक क्षणको लगातार प्रयासमा छ। वर्षौंको लगातारको बगाइले अन्ततः ठुलो चट्टानलाई पनि पार बनाइदियो। झरना एउटा विशाल नदीमा परिणत भयो। यसबाट हामी के सिक्छौँ भने हाम्रो दैनिकको लगातार परिश्रम, चाहे त्यो कति सानो किन नहोस्, अन्ततः अविश्वसनीय सफलताको रूपमा परिणत हुन्छ। एक दिनको ठुलो प्रयास भन्दा हरेक दिनको सानो प्रयास बलियो हुन्छ। आजको हाम्रो काम भोलिलाई साच्नु हुन्न भन्ने हामीले बुझ्नुपर्ने हुन्छ।